आङ्लाबुङ नामको एक गाउँ थियो। त्यस गाउँमा वान भन्ने नामको केटा बस्दथ्यो। एक दिनको कुरा हो, वान चिया पिउँदै अखबार पढिरहेको थियो। एक्कासी उसको आँखा एउटा हेडलाइनमा पुग्छ, जहाँ लेखिएको थियो, टमाटर खेतीबाट महिनाको 5 लाख कमाई। यति देखिसकेपछि अब उसले पनि टमाटर खेती गर्ने बारेमा सोच्न थाल्छ। भोलिपल्ट बिहानै ऊ उसको आमासँग कुरा गर्छ। आमा, मलाई अलिकति पैसा चाहिएको थियो। पैसा? फेरि केको लागि चाहियो पैसा? टमाटर खेती गर्ने सोचिरहेको छु आमा। के कति हुन्छ मलाई मिलाइदिनुहोस् न पैसा। पैसा त छैन मसँग बाबु। यही सुन राखेर पैसा निकाल न त। यतिले मात्र त पुग्दैन होला नि आमा। बरु आमा समूहबाट पनि अलिकति निकालिदिनुहोस् न है। निकाल्नु त निकाल्ने बाबु, तर पछि तिर्नु सकिएन भने गाह्रो हुन्छ नि। त्यसको बारेमा पिर नगर्नुहोस् न आमा। म जसरी भए पनि मिलाउला नि है। जसोतसो गरेर उसले 1,50,000 जम्मा गर्छ। टमाटर खेती गर्नको लागि बारीमा राम्ररी खनजोत गर्न थाल्छ। बिस्तारै समय बित्दै गइरहेको थियो। उसले लगाएका टमाटरका बिरुवाहरू मजाले हुर्किन थालेका थिए। एक दिनको कुरा हो, उसले लगाएको टमाटरको बाली एकाएक कुहिन थाल्दछ। उसले लगाएको टमाटर बाली सबै नष्ट हुन्छ। यो देखेर ऊ एकदमै दुखी हुन्छ। उसलाई धेरै ऋण लाग्दछ। यो कथाको तात्पर्य यो हो कि कुनै पनि काम गर्नुभन्दा पहिले त्यस कामको बारेमा सम्पूर्ण ज्ञान हुनुपर्दछ र एकचोटिमै ठुलो लगानी गर्नुभन्दा थोरैबाट सुरु गरेर अनुभवहरू बटुलेर मात्र ठुलो लगानी गर्दा उचित हुनेछ।